नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुविधा नदिए पनि सुरक्षा भने दिनुपर्ने बताएका छन्। बिहिबार भक्तपुरमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो निजी घरको लोकेसन ट्र्याक गरेर घर घेर्न जाउँ भन्दा सरकार के हेरेर बसेको भन्दै प्रश्न समेत गरेका छन्। अहिले तपाईहरूले सामाजिक सञ्जालमा हेर्नुभएको होला, केपी ओलीको घर लोकेट गरेर घर घेर्न जाउँ भनेर देखाइएको छ, घर तोकिएको छ, सरकार के हेरेर बसेको छ, ओलीको प्रश्न छ। उनले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको भन्दै कुनै कर्तव्य हुँदैन भनेर प्रश्न समेत गरे। सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ। सरकारको कर्तव्य के हुन्छ कि हुँदैन? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन? ओलीले भने असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्न भन्ने। उनले मौसम पनि सधैँ एकनास हुँदैन बताउँदै फेरि मुसुक्क हाँस्ने बताए। मौसम पनि सधैँ एकनास हुँदैन, फेरि मुसुक्क हाँस्छ। झरी बादलको समय आयो भनेर फेरि मुसुक्क हाँस्छ, उनले भने।